लागो किन नुहाउनु पर्यो पसिना गनाए के त्यही भएर ल सेन लगा ल हर्र बाख्न आउँछ मम्मी म छिट्टै बाहिर गएर आउँछु ल कता जान्ला नि बाबु साथीहरूले भेटेर आउँछु क्या म टाढी आउँछु 1 घन्टामा आइपुग्छु म किन आउनु पर्यो चाँडै रमाइलो गरेर बेलुकातिर फर्कियौँ नि त खाना खानी गरेर पैसा छ कि छैन बरु पैसा त 7,000 छ पुग्छ कि पुग्दैन ल नपुगे मलाई फोन गर म बाबाले भनेर ई सेवामा तिम्रो नम्बरमा राख्न लगाउँछु ल ओके रमाइलो गरेर आऊ सफा गर्नु पऱ्यो नि त फेरि बुढोले फेरि कराउँछ फोहोर गर्यो भन्दाखेरि गाह्रो छ नि के भयो मम्मी सफा गर्न लाग्यो यहाँ ठ्याक्कै चुरा अनि सफा गर्दा गर्दै खसिसक्यो म ल होस् छोडिदेऊ म अहिले आएर सफा गर्छु बल्ल आइपुग्यो घुम्दा घुम्दै थाक्यो होला भोक पनि लाग्यो होला खाजा बनाएर चाहिँ खाजा खाऊ है आम्मा के मात्रै गरिरहेको होला त यो ल पर्सिबाट हाम्रो एक्जाम छ नि त अनि त्यही पढेर आएको के पढ्नु परेन अनि कस्तो त बनि यसले त हाम्रो परिवारको इज्जत त माटोमै मिलाउने भयो नि त्यहाँ पल्ला घरको साइलाको छोराले त्यहाँ फेसबुकमा इन्स्टाग्राम चलाएर टिकटक चलाएर कति पैसा कमाइसक्यो त्यो पढेर काम छैन यो भने त्यहाँ 24 घन्टा मोबाइल चलाएर बस्छ यो भने 24 घन्टा पढेर बस्छ यो पढेर केही काम छैन त्यहाँ मोबाइल समातेर भिडियो टिकटकमा इन्स्टाग्राममा के बनाएर राख्ने गर्छ त्यहाँ